भाइ मनी जो हिजोको दिन एउटा जवान संस्कारको वेमा रहेर प्रभु तपाईको महिमा गरिराख्नु भएको छ। हे प्रभु तपाईको छोराले मण्डलीमा प्रभु प्रभु यी छोरालाई हामी घोषणा गर्दछौँ तपाईमा नियुक्त गर्दछौँ। प्रभु तपाईले सहायता गर्न छोरालाई घमण्डले बोल्नको लागि होइन, अहङ्कारको निम्ति होइन, तर आफैलाई नम्र बनाइकन दिनुभएको जिम्मेवारी पुरा गर्न सक्नु तपाईले सहायता गर्नुभएको छ। यसैले बाहिरको बेलामा तपाईँ हे प्रभु यी छोरालाई ओ प्रभु एउटा जवान सङ्गतिको कोयरमा रहेर हे प्रभु तपाईको महिमा गर्नको निम्ति र हे प्रभु मण्डलीमा हे प्रभु हामी दाजुभाइलाई सहायता गर्नको निम्ति प्रभु यी छोरालाई तपाईँले ओ प्रभु तपाईँको वचनमा रहेर तपाईँको डर तपाईँको भयमा रहेर हे प्रभु चल्नको निम्ति प्रभु तपाईँले सहायता गर्नुभएको छ। धन्यवाद प्रभु छोरालाई तपाईँलाई समर्पण गर्ने कार्य प्रभु साँच्चै नै प्रभु हामी त केवल मान्छे मात्रै हो, तपाईँले यी छोराहरूलाई प्रभु चुन्नु भएको छ। यसैले प्रभु जुन योजना सही तपाईँले चुन्नुभयो त्यही अनुसार प्रभु छोराहरूलाई चलाउनु भएको छ। समस्याहरू बाधाहरू आउँदै गर्दा पनि प्रभु ती सबै कुरालाई तपाईँ क्रिस्टको नाउँमा कोल्चाएर प्रभु तपाईँमा अगाडि बढ्नको निम्ति सहायता गर्नुभएको छ। प्रभु हामी प्रार्थना गर्दछौँ मण्डलीले हेर्दै गर्दा देख्दै गर्दा कहीँ कतैबाट पनि प्रभु कुनै खोर दागहरू नलगाइकन ओ प्रभु एउटा तपाईँमा योग्यको भइकन हे प्रभु मण्डलीको अगाडि अनि गुहारको अगाडि एउटा उदाहरणीय भएर जिउनको निम्ति हे प्रभु ईश्वरहरूलाई सहायता गर्नुभएको छ। धन्यवाद। अब अवश्य भाइ मणिलाई आराधनाको कोयर टिम र भाइ रूपेशलाई जवान सङ्गतिको एउटा कोयर टिममा रहेर तपाईँको महिमाको निम्ति हे प्रभु हामी आराधना गर्नको निम्ति हामी नियुक्त गर्दछौँ तपाईँ क्रिस्ट येशूको नाममा। आमेन।